खतरा खतरा छ हामी मान्छे खतरा अमेरिकामा बस्छौँ खतरा खतरा तामाङले भन्छ आएर खजु नेहरूले भन्छ वासा साँझ पछि तान्न मन लाग्छ हल्का च्वासा च्वासा तपाईँको परिचयदेखि भन्नु पर्यो मेरो नाम श्रवण कुमार पाखरिन हो अहिले नाम चेन्ज गरेर सबिन कुमार पाखरिन राखेको श्रवण 4 जना भयो कन्फ्युज भयो क्या अब एकजनालाई बोलायो भने 4 जना क्लिक्क हेरेर कन्फ्युजिङ एउटा डल्ले खाडीमा श्रवण एउटा यतै श्रवण घिसिङ एउटा श्रवण पाखरिन त्यही भएर नाम एक्सचेन्ज सबिन पाखरिन बोक्छा रिनै रिन होइन के गर्ने यस्तै हो यस्तो छ क्या नेपालको जनताको हालत प्ररूपमा हेर्दाखेरि देख्दाखेरि अहिले केही छैन सिओडब्ल्यू टाउ पढाइ लेखाइ गरेर केही काम पाएन हजुर बिहा गरेर बन्यो नानीको आमा नानीको बाउ अब पासपोर्टमा छाप हानेर विदेशको खानीतिर जाऊ पासपोर्ट गोजीमा रोजगारको खोजीमा जानु छ हतार साउदी मलेसिया कतार भने बस्यो अब के गर्ने पढाइ लेखाइ त गरे हो हातमा सिबै छैन गर्ने त गर्ने के गर्ने यो अहिलेको बच्चाहरूलाई नै म सिधै फिक्स तरिकाले भन्छु जबसम्म छोरा मान्छेको उमेर 25 वर्ष पुग्दैन तबसम्म मोबाइल फोन दिने कामै नगर्नु के नत्र बिग्रिन्छ यसो गरी बस्छ जता पनि त्यही हो किनकि छोरा गएर एक मुठी घाँस काटेर ल्याए त भनेन एकछिन भन्छ एकछिन त त्यसको कतिखेर जाने कहिले जाने त्यस ठेगानै छैन त्यसको एकछिन भने दिनभरमा जान्छ बस त्यही भएर